वेलकम टु माई एडभेन्चर इन भ्लगिङ च्यानल अल युट्युब फ्यामिली। आज चाहिँ हामी सुरुङ्गाको ह्याप्पील्यान्ड भन्ने ठाउँमा म र मेरो साथीहरू घुम्न आएको छौँ। यहाँ चाहिँ आज 1 गतेको दिन भएर लास्ट भिड थियो, एकदम भिड थियो। यहाँ टिकट काट्ने ठाउँमा पनि एकदम लाइन लागिरहेको थियो। ल अब आजको भ्लग स्टार्ट गर्न चाहन्छु। हामी चाहिँ पहिला आउँदा सेल्फी डाँडा भनेर जान्थ्यौँ, अहिले चाहिँ ह्याप्पील्यान्ड रहेछ नाम होइन। अनि टक्क हामी भित्र छिर्यौँ सेल्फी हान्दै। त्यसपछि एउटा ठुलो पोखरी छ, त्यहाँ चाहिँ विभिन्न थरीका माछाहरू थियो। त्यसपछि यहाँ बोटिङ गर्ने ठाउँ थियो। आज 1 गतेको दिन भएर लास्ट भिड थियो। अनि अहिले चाहिँ यहाँ पहिलाको भन्दा धेरै डेकोरेसन गरेको रहेछ। धारा सारा पहिला केही पनि थिएन, यहाँ अहिले धेरै विकास गरेको रहेछ यो ठाउँलाई, यो पार्कलाई। अनि यहाँ आज 1 गतेको दिन धेरै मान्छेहरू विभिन्न ठाउँबाट घुम्न आएका थिए। अनि त्यसपछि हामी टक्क हिँड्दै वरिपरिको दृश्य, त्यहाँको त्यहाँको सुन्दरतालाई क्याप्चर गर्दै हामी अगाडि भ्लग बनाउँदै हिँडिरहेको थियौँ। अनि मेरो साथी चाहिँ एउटा भिडियो बनाइदिए हिँडेको भन्दै थियो। अनि टक्क म चाहिँ यहाँ भिडियो बनाउँदै हिँडिरहेको छु पछाडि होइन। यहाँ चाहिँ हाम्रो साथी मस्त पोज दिँदैछ। बिग्रेको प्लेन पनि छ यहाँ। हाम्रो बोटिङको पनि व्यवस्था रहेछ यहाँ। त्यो बोटिङ सोटिङ एकदम यहाँ बुद्ध एयरमा आएको छ। बुद्ध एयर। त्यसपछि चाहिँ हामी यता कोलम्बस खेल्न आयौँ। 200 को टिकट काटेर भित्र छिरेपछि 2 थोक खेल्न पाइदो रहेछ, रोटेपिङ र कोलम्बस। र हामीले कोलम्बसमा एकदम निकै रमाइलो गऱ्यौँ म र मेरो साथीहरू। लु हेर्नुहोस् हामी कोलम्बस खेलेको भिडियो। हामी कोलम्बस खेलिसकेपछि अलिकति पर गयौँ। त्यहाँ चाहिँ एउटा ढुङ्गा गुफा जस्तो एउटा ठाउँ थियो। त्यहाँभित्र छिरेपछि एकदम राम्रो दृश्य, झरना जस्तो, रियल झरना जस्तो पानी झरिरहेको थियो। र हामीले त्यहाँ एकछिन फोटोसोटो भिडियो गऱ्यौँ। भिडियो गरिसकेपछि हामी यता स्विमिङ पुलको टिकट काटेर हामी स्विमिङ पुलभित्र छिर्यौँ। र आज 1 गतेको दिन भएको कारणले यो स्विमिङ पुल लास्ट भिड थियो। यहाँ चाहिँ त्यो स्विमिङ पुलको पनि फेसिलिटी गरेको रहेछ ह्याप्पील्यान्डमा, एकदम रमाइलो भयो। त्यसपछि हामीले चिप्लेडी खेल्यौँ 7 जनाको ग्रुपबाट। त्यसपछि एकदम रमाइलो भएको थियो चिप्लेडी खेल्न। त्यहाँको गार्दाले हामीलाई कराउनु भयो 6-7 जना यसरी ग्रुपमा नखेल्नु भनेर। त्यसपछि चाहिँ हामी यता साइडमा एउटा डान्स गर्ने ठाउँ थियो, पानी पनि झरिरहेको थियो। पानी रेनी मौसमको फिल गर्दै हामी चाहिँ यहाँ एकछिन एउटा राम्रो गीतमा डान्स गऱ्यौँ। र हेर्नुहोस् हाम्रो डान्सको भिडियो पनि। सबको सुविधा गरेको छ। र आज मान्छेहरू पनि धेरै भिडभाड थियो आज 1 गतेको दिन। र हामीले यहाँ एकछिन नाच्यौँ, रमाइलो गऱ्यौँ। अनि नारायण भाइ हाम्रो डाइभ हान्दैछ यहाँ। हामी चाहिँ यता नाचिसकेर हामी एकछिन स्विमिङ गर्नतिर लाग्यौँ। यहाँ धेरै मान्छेहरू थिए आज। र हामी एकछिन भिडियो एउटा दाइलाई दिएर मोबाइल पक्न लाएर हामी चाहिँ यहाँ भिडियो गर्दै पौडी खेल्दैछौँ। हामी 4 जना, मनिष, बाबुराम, म र नारायण यहाँ मस्त पौडी खेल्दै भिडियो बनाइरहेको छौँ।
स्विमिङ गरिसकेर हामी चाहिँ निस्क्यौँ र त्यसपछि एउटा जिप थियो, त्यो जिपको ह्यान्डल घुमाउँदा घुमाउँदै फुस्कियो र म चाहिँ सानो बच्चाको मेमोरीहरू कलेक्ट गर्दै थिएँ। यो जिप लाइन खेलेर सानोको बच्चामा खेलेको यो याद आइरहेको थियो र यहाँ यताउति घुमाउँदै होइन भिडियो गरिरहेको थिएँ र त्यसपछि एउटा पिङ जस्तो ठाउँमा बसेर एउटा भिडियो बनाएँ। एकदम रमाइलो ठाउँ रहेछ जे होस्। र अन्तिममा हामीले रोटेपिङ खेल्यौँ। रोटेपिङको टाइम चाहिँ 5 बजीसम्म मात्र थियो। हामी चाहिँ लक्किली चान्स पाइयो। हामी 6 बजे गएको थियो रोटेपिङ खेल्न र रोटेपिङ पनि एकदम रमाइलो भयो। अहिले यहाँ ह्याप्पील्यान्डमा धेरै विकास भएको रहेछ, धेरै सुविधाहरू, मान्छेलाई एट्र्याक्सन गर्ने कुराहरू राखेको रहेछ। एकदम रमाइलो भयो र हजुरहरूलाई छुट्टीको समय कुनै पनि ठाउँ घुम्न मन लाग्यो भने एकचोटि ह्याप्पील्यान्ड अवश्य भ्रमण गर्नुहोला। धन्यवाद। अब चाहिँ हामी भ्लगको अन्तिम चरणमा आइपुग्यौँ। हजुरहरूलाई भ्याकेसनको टाइममा कुनै पनि ठाउँ घुम्न मन लाग्यो भने सुरुङ्गाको ह्याप्पील्यान्ड भन्ने ठाउँमा अवश्य जानुहोला। हजुरहरूलाई यो भिडियो राम्रो लाग्यो भने लाइक, सब्सक्राइब, कमेन्ट गर्न नभुल्नुहोला। थ्याङ्क यू फर वाचिङ भिडियो। बाई बाई।